Hello everyone, welcome to my new channel. दुईजना दिदी बहिनी बसन्तपुर दरबार घुम्न जाम भनेर हामी यहाँ पुगिसकेको छौँ गाइजहरू तपाईहरुले हेर्न सक्नुहुन्छ। म र मेरो दिदी चाहिँ भर्खर घरबाट आउनु भएको थियो अनि हामी एकछिन यहाँ क्याफेमा बसेर दिदीलाई चुरा लाउँदै छौँ गाइज, तपाईहरुले हेर्न सक्नुहुन्छ। म दिदीलाई सिकाउँदै छु कसरी चुरा लाउने हो भनेर, किनकि दिदीलाई राम्रोसँग आउँदैन नि त। दिदीको भर्खर बिहे भयो अनि दिदीलाई सिकाउँदै छु कसरी चुरा फ्लेक्स गर्ने हो भनेर। अनि त्यसपछि मैले दिदीको कपाल मिलाउँदै छु गाइस। अनि दिदीको क्लचर पनि कस्तो क्युट थियो, ड्रेसमा म्याच हुने। अनि दिदीलाई बिनाजुले यसो क्लचर अनि गिफ्ट श्रावणको गिफ्टहरू पठाइदिनु भएको थियो के उतैबाट। बिनाजु मेरो युएसए बस्नुहुन्छ नि त गाइजहरू, अनि त्यहीबाट कस्तो क्युट सामानहरू पठाइदिनु भएको थियो दिदीको लागि। अनि मलाई कस्तो लोभ लागिरहेको थियो त्यति बेला हेर्दै अनि म लगिदिउँ जस्तो भएको थियो, तर लगिनँ मैले गाइस, किनकि दिदीकोमा बढी सुहाएको थियो अनि त्यही भएर मैले लगिनँ। अनि दिदीलाई यसो कपाल मिलाइदिउँ न, पछाडि घुम्नु तपाईँ, म कपाल मिलाइदिन्छु भनेर भन्दै थिएँ। अनि दिदी पनि कति सोझी हुनुहुन्छ, मेरो जे भने नि त्यसमै एग्री हुनुहुन्छ। म र मेरो दिदी एकदम साथी जस्तो छु नि त, किनकि हाम्रो धेरै एज ग्याप छैन। आज फर्स्ट टाइम भोइस ओभर गर्दैछु, कस्तो डर लागिरहेछ कि भित्रबाट। अब यस्तो हुन्छ नि कसले के भन्छ भनेर, त्यही पनि अब यसो इन्जोय गरिदिनु होला गाइजहरू तपाईँहरूले। अनि सब्सक्राइब पनि गरिदिनु होला, सब्सक्राइब लाइक। अनि दिदीले मलाई कस्तो मायाले खुवाउँदै हुनुहुन्छ अनि म पनि मायाले खाएँ गाइस। अनि मैले पनि अब दिदीलाई पनि खुवाइदिनु पर्यो नि त, अब आफू खाएर खाली हुनेवाला छैन, दिदीलाई पनि खुवाइदिनु पर्यो। अनि फिडब्याक दिँदैछौँ थम्स अप गरेर। राम्रो थियो त्यहाँको चटपटे, त्यहाँ वरिपरि कस्तो राम्रो क्याफे सपहरू छ के, अनि स्न्याक्सहरू कस्तो राम्रो मिठो पाइन्छ। चाउमिन पनि कस्तो मिठो थियो, त्यहाँ बटर हालेर पकाएको जस्तो एकदम फ्लेभर अनि गुड। स्पाइसेस पनि धेरै थिएन, कस्तो पिरो पनि थिएन, अनि पेट पनि पछि खाएर पोलेन हाम्रो। अनि राम्रो लाग्यो खाजा त एकदम मिठो थियो गाइस। अनि एउटै प्लेटबाट सेयर गरिदिउँ न भनेर एउटा प्लेट मात्र मगाएको थियौँ हामीले। अनि किनकि दुईजनाले त्यति खान सक्दैनौँ हामी भेजिटेरियन मान्छे हो, खासै बाहिरको खानेकुरा चाहिँ खाँदैनौँ। हामी फ्रुटमा बाँच्ने मान्छे हो, फ्रुट खान्छौँ, घरको खाना खान्छौँ। किनकि हाम्रो घर त तराईमा हो, तराईको मान्छेहरूले बाहिरको खानेकुरा त खाँदैनन्। खायो भने यसो चाउमिन मोमो मात्र हो। अनि बेलामा म चाहिँ आफ्नो फेस हेरेर आफै खुसी हुन्छु गाइस, किनकि आज म किन न किन टल्किरहेको थिएँ। यसो सनस्क्रिन धेरै लाएँ कि सिरम धेरै लाएँ भनेर, अनि आफै खुसी भएर आफै खाएर आफै पोज हानिरहेको थिएँ। फेरि थम्स अप गरेँ, हेर्नु न गाइस मलाई। म चाहिँ यो साइडको गढिलाको वाली, अनि त्यो साइडको मेरो दिदी हुनुहुन्छ के। अनि फर्स्ट टाइम हो नि त, अनि तपाईँहरूले हेर्न पनि सक्नुहुन्छ, चिन्न पनि सक्नुहुन्छ। अब बेलामा मेरो अनुहार पनि हेर्नुपर्छ, किनकि म बेलामा भिडियो हाल्छु। अब रेगुलर हुन्छु युट्युबमा। गेट ब्याक टु द मेन टपिक। फेरि हामी यहाँ बसन्तपुर दरबार स्क्वायरको भिडियोमा फेरि आइसकेँ। म यहाँ ब्लगिङ गर्दै बोल्दैछु, तर साउन्ड क्लियर नआएर म फेरि भोइस ओभर गर्दैछु गाइस। तपाईँहरूको लागि मैले रेकर्ड गरेर मैले ब्लगिङ गरेर हालेको थिएँ, एउटा क्लिप बनाएर। अनि दिदीलाई एक्सप्लेन गर्दै थिएँ बसन्तपुर दरबार स्क्वायरको बारेमा। दिदी चाहिँ बस्नु भएको, त्यही पनि दिदीको फर्स्ट टाइम थियो त बसन्तपुर दरबार स्क्वायर गएको। अनि दिदीलाई मैले पुरै टुरिस्ट गाइड जस्तै गाइड गरिदिएको थिएँ, यहाँ यो त्यहाँ त्यो भनेर। अनि कुन ठाउँबाट कस्तो फोटो आउँछ, कुन ठाउँबाट कस्तो फोटो आउँछ भनेर मैले दिदीको भिडियोहरू पनि बनाइदिएको थिएँ, अनि फोटोहरू पनि खिचिदिएको थिएँ। अनि खै म कहाँ हेरिरहेको थिएँ पछाडि फेरि पछाडि हेऱ्यौँ त, अनि हाम्रो बसन्तपुर दरबार स्क्वायरको मेन भ्यू देख्यो। कस्तो राम्रो, नेपालकै सबभन्दा राम्रो टुरिस्ट प्लेस भनेको यही बसन्तपुर दरबार स्क्वायर हो। यहाँ नेवारहरूको पूजाहरू पनि गराइन्छ, अनि कुमारी पूजाहरू पनि भइन्छ। यहाँ एकछिन माथिबाट भिडियो खिच्दा
यता त कस्तो राम्रो भ्यू आएको थियो के पछाडिबाट। म त हेर्दा छक्क परेको थिएँ। हाम्रो नेपाल पनि विदेशभन्दा कम छ त। हाम्रो नेपाल त कस्तो सुन्दर र प्यारो ठाउँ हो। झन् केही टेन्सन न केही डिप्रेसन केही हुँदैन। अनि आफ्नो काम गर्ने, आफ्नो जे गर्ने, लाने खाने बस्नेको लागि त एकदम राम्रो ठाउँ हो। शान्ति, पिस, केहीको न कसैको मतलब न केही चिकचिक चाकचिक केही गर्नु पर्दैन। भ्यू हेर्नु न, भ्यू कस्तो राम्रो भ्यू छ कि। हाम्रो आर्किटेक्ट डिजाइन पनि पहिलाको कस्तो राम्रो थियो। यस्तो डिजाइन बनाउनको लागि त कति मेहनत गर्नुभएको होला हाम्रो पुर्खौलीहरूले। झन् यहाँ हेर्नु न, मेरो दिदीको भिडियो बनाइदिएको मैले। ब्याकग्राउन्ड त कस्तो राम्रो आएको थियो। अनि मैले भने दिदी त्यहाँबाट यहाँ आउनु, अनि म भिडियो खिचिदिन्छु हजुरको, कस्तो राम्रो भिडियो आउँदैछ भनेर। अनि दिदी पनि भिडियोको लागि त अब जानुभयो। अनि खिचिदेऊ न त यसो। अनि पछाडि हेर्दै हुनुहुन्छ। फर्स्ट टाइम हो नि त दिदीको। अनि म दिदीको भन्दा म ब्याकग्राउन्डको भिडियो खिच्न लाग्थेँ कि ब्याकग्राउन्ड हेरेर मेरो मन त एकदमै खुसी भएको थियो कि यस्तो राम्रो भ्यू। अनि दिदीको भिडियो खिच्दै मेरो भिडियो पनि बनाइदेऊ न त। अनि दिदीले मेरो भिडियो पनि बनाइदिनु भयो, अनि दिदीको मैले। अनि यति गर्दै हाम्रो दिन कस्तो रमाइलो हुने गरी बित्यो। अनि फर्किने बेलामा पानी पनि कस्तो परिरहेको थियो। अनि बाटोमा एउटा क्लिप पनि बनायौँ न्यू रोडको। अनि न्यू रोडमा कस्तो राम्रो भिन्टेज लाइट पनि लगाएको छ बाहिरको जस्तो। अनि त्यसपछि हामी हिँड्दै यहाँ रत्न पार्कको ओभरब्रिजमा आइपुग्यौँ। अनि रत्न पार्क ओभरब्रिजबाट मैले एउटा क्लिप पनि निकालेँ वीर हस्पिटलको र हाम्रो रानी पोखरीको भिडियो पनि बनाएँ मैले। रानी पोखरी पनि कस्तो सफा देखिएको छ। अनि एकछिन पानी पऱ्यो भने कस्तो सफा देखिँदो रहेछ कि। हाम्रो दरबार हाई स्कुल पनि यहीँ छेउमा रहेछ, त्यो पनि कस्तो सफा देखियो। अनि ट्राफिकले रोक्दा कस्तो झिलिमिली लाइट पनि देखियो। अनि हाम्रो रानी पोखरी पनि कस्तो राम्रो देखियो है। लास्टसम्म भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। सी यू इन द नेक्स्ट ब्लग। बाई बाई, टिल देन टेक केयर।